श्रम संस्कृति पार्टी माटो पार्टीका अध्यक्ष हर्क साम्पाङ कतिसम्म तल गिर्न सक्छन् भन्ने कुरो अनि कतिसम्म घमण्डी छन् भन्ने कुरो आजको पूर्व माओवादी नेता सुदन किराँती पार्टी प्रवेशले प्रश्न पारेको छ। सुदन किराँती भनेको राईको नाममा कलङ्क हो। यसलाई धरानीवासी जनताहरूले बहिष्कार गर्नुपर्छ भन्दै 3 हातमाथि उफ्रिने हर्क साम्पाङ आज फेरि त्यही सुदन किराँतीलाई आफ्नो पार्टी प्रवेश गराएका छन् र एक महत्त्वपूर्ण वरिष्ठ नेता बनाएका छन्। साम्पाङको यही दुई जिब्रे बोलीको अहिले सर्वत्र चर्चा भइरहेको छ। तपाईलाई हर्क साम्पाङको यो बोली कस्तो लाग्छ? कृपया कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सुदन किराँतीको बारेमा म भन्छु ल। सुदन किराँतीको बारेमा म भन्छु। सुदन किराँतीजीले 3 चोटि चुनाव जित्नुभयो। उहाँकै मुखबाट सुने भोजपुरमा 3 चोटि माननीय बन्नुभयो हैन, संसदमै पुगेको, एकचोटि मन्त्री पनि बन्नुभयो, तर आफ्नै गाउँमा सम्म एउटा बाटो पुर्याउन सक्नु भएन। त्यो खालको नालायक मान्छेले हैन धरानमा आएर के गर्छ होला? मेरो डिजाइन थिएन, डिजाइन पुरानो थियो, तथापि एयरपोर्टको सम्भावना धरानमा हैन तपाईको चाहिँ देखेर पुरानो मान्छेले डिजाइन गरेको हो। त्यतिखेर उचित मुआवजा दिएर जथाभावी जतासुकै जा भनेर होइन, उचित मुआवजा दिएर यहाँका मान्छेहरूले व्यवस्थापन गरेर एउटा एयरपोर्ट हामीले बनाउनु पर्छ भनेर मैले उहाँलाई तारन्तर हैन बिन्ती गरेँ। भाइ यसो गरेर मैले ल हामी त एउटै कुलको मान्छे पनि यतिसम्म भने मैले उहाँको मन्त्रीको तपाईँको कार्यकर्ता पछाडि त्यो उसको सेपरेट रुम हुन्छ त्यहाँ है, तपाईँलाई पनि आशिष दिन्छ, मलाई पनि आशिष दिन्छ, गोर्खाले पनि, धरानी जनता जसले एउटा एयरपोर्टको पनि आशा गरेको छ। यतिखेर विराटनगर जानुहुन्छ भने यतिखेर पनि एयरपोर्ट खुलेको छैन। अस्ति म काठमाडौँ गएको 9 बजीको फ्लाइट 12:30मा उडे। त्यो खालको हुस्सुले ढाकिने विराटनगरको एयरपोर्टको विकल्पमा धरानमा जहिले पनि तपाईँको खुला मौसम हुन्छ होइन, हिउँदमा फ्लाइट हुन्छ। अर्को कुरा बर्खामा पनि के अरे बाढी पहिरो हुँदैन, उता चाहिँ डुबान भएर त्यति पानी हुन्छ, बर्खामा पनि त्यहाँ फ्लाइट हुँदैन, हिउँदमा पनि हुँदैन भनेको बेलामा। त्यस्तो उपयुक्त तपाईँको चाहिँ नि ठाउँ चाहिँ जुन धरान छ, त्यो धरानमा चाहिँ हामीले चाहिँ नि एयरपोर्ट बनाउनुपर्छ भनेर मैले उहाँलाई बिन्ती गरेँ। कति फकाएँ होइन, पेपर दिएर फकाएँ, मिडियासहित फकाएँ, त्यतिकै फकाएँ, फोनमा फकाएँ। उहाँले मन्त्री भएर धरान उपमहानगरपालिकामा मन्त्री नै भएर धरान उपमहानगरपालिका